हेलो वेलकम टु माई मिनी ब्लग। आज चाहिँ गङ्गा जमुनाको बर्थडे भएर केक पसलमा गएँ। केक पनि लिएँ अनि केकमा नाम लेख्न लगाएर राम्रोसँग नाम लेखेर केक मैले प्याक गरेँ। त्यसपछि बर्थडे विस गर्न म र मनिका दिदी गएँ माथि। त्यसपछि नलाई केक निकाल्यौँ अनि मैनबत्ती बाल्यौँ। गङ्गाले चाहिँ अब मैनबत्ती यसो घुमायो, मैले चाहिँ स्प्रे सरे सबैतिर। अनि गङ्गाले चाहिँ उइस माग्नुपर्छ है भन्दै थियो अनि उइस माग्यो। यता इज्जतहरू सबैले ह्याप्पी बर्थडे भन्दै थियो। सर पनि हाँस्दै बसिरहनु भएको थियो। केक काटेर गङ्गाले मलाई खुवाइदियो, मैले पनि गङ्गालाई खुवाइदिएँ। जमुना चाहिँ आएको थिएन कि राति पनि सरप्राइज दिएको थियो, त्यसैले आएन। गङ्गालाई अनि मैले गिफ्ट दिएँ। गङ्गाले चाहिँ गिफ्ट खोलेर हेर्न थाल्यो। त्यसपछि उसले खोल्ने बित्तिकै पहिलो लेटर भेट्यो। लेटरमा चाहिँ ह्याप्पी बर्थडे चुडेल नै लेखेको थियो। अनि फेरि अर्को पेपर फुकाल्यो। त्यसमा नि फेरि लेटर भेट्यो। अनि यसमा चाहिँ अरू कुरा थाहा छैन, जसरी नि पार्टी चाहिन्छ भनेर लेखेको थियो। अनि फेरि अर्कोतर्फ फुकाल्न थाल्यो। उसले चाहिँ फटाफट फुकालिरहेको थियो। फुकालेपछि लेटर मिलिरहेको थियो क्या। अनि फेरि लेटर पढ्न थाल्यो। अनि धेरै रिसाउने होइन भनेर लेखेको थियो। त्यसपछि फाइनली फोटो निक्लियो। उसले फोटो यता सबैलाई देखायो। अनि फोटोमा चाहिँ यस्तो हेरेर अनि ऊ इमोसनल भयो होइन। उसलाई चाहिँ हाँस्न नि सकेको थिएन, रुन नि सकेको थिएन, के गरौँ भइरहेको थियो। त्यसपछि फोटोले मुख छोप्दै बस्यो। अनि फेरि हामी चाहिँ यता गरिरहेको थियौँ, जिस्काइरहेको थियौँ, रोयो भन्दै सबैजनाले। अनि उसले चाहिँ म रुँदिनँ, मेरो आँसु आउँदैन भन्दै बसिरहेको थियो। अनि फेरि फोटोलाई गरेर के भन्दै थियो, फेरि हाँसाइदियो। अनि सरले खै करिश्माले गङ्गामायालाई के लेखाएर रहेछ भन्दै यता पढ्न थाल्नुभयो। अनि सरले पढिसकेपछि फेरि म जमुनालाई लिन गएँ। अनि आएर फेरि केक काट्यौँ। केक काटेर भएपछि मैले गिफ्ट दिएँ जमुनालाई पनि। त्यसपछि हामी यता पार्टी आयौँ, पार्टी खाना आयौँ। पार्टीमा रमाइलो भयो, सबैजना मिलेर खाएर एकछिन रमाइलो गऱ्यौँ। त्यसपछि सबैजना घर गयौँ। बाई बाई।